आज आएको हामी होइन होला ट्र्याक्टर लिएर आएको तिनवटा फुलित फुलित भयो बाटो हेरि हामी प्राइस यहाँ ए ए ए ए ए ए यहाँ चाहिँ यत्रो भिड छ होइन गाडी हालत यस्तो छ हो राडी बान मात्रै भन्छ खालि जाँछु कहाँले अघिदेखि बनाउनु पर्दैछ बिर्सिहाल्छ एउटा गाडी त बिहान छिटो होइन अब अरे अरे हाइड्रोलिक स्टिङ छ ओ भाइ तिमी नयाँ हो कस्तो तिमी नयाँ हो यहाँ सोलिङ हालिदिनु पर्ने अवस्था भयो क्या मेन यहाँ 2-4 ढुङ्गा छापौँ न यति छाप्दा के जान्छ एकछिन भयो त्यसरी होइन कुमारे भाइ अब तिमी भ्लगर नहोला यहाँनिर बोल्नुपर्छ थोरै ब्याग गर्छु हाम्रो कुमारजी ड्राइभर उहाँ पनि ड्राइभर भ्लगर न हो भन्दैछ कट्टुमा हो अहिले कट्टु खोलिदिन्छ अनि यहाँ हाम्रो माइला गुडु ड्राइभर 3टा गाडीको ड्राइभरहरू यहीँ हुनुहुन्छ प्रमुख देख्न सक्नुहुन्छ गाइजहरू ढुङ्गा ल्याउँछ यहाँ घनाउँछ बाटोको लागि ढुङ्गा बोके गरे यत्रो ढुङ्गा बोक्छ मिलाइदिँदैन अनि बाटो बनाउँदैनस् तिमीहरू भन्छ ट्र्याक्टर ड्राइभरहरूलाई गाह्रो छ नि हो गाह्रो छ नि अब यहाँ दाइले सोलिङ बुन्दै हुनुहुन्छ हो यो दाइले सोलिङ बुनेकोहरू हाम्रो ड्राइभर मात्रै होइन नि 101 के पो भन्छ हौ मिस्त्री पनि छ हेल्पर पनि छ यहाँ होइन रिस चाहिँ कति गाड्नुपर्छ कुमार गुरु नगर्नु नि यो चाहिँ कसरी दामी मजाले ओट हाल्दै हाल्दै ओ कुमार दाइ तपाईँ उयो पल्लो ट्र्याकबाट आएको फुत्तै निस्किन्थेन अड्दैन थियो यतिकोमा गाडी छैन नि त त्यहाँ ढुङ्गा थुपाएर छ नि त मोजी भोटेले तिमीले पैसा लोभले के गर्नु कुद्नु मोजी सुत्नु नि हामी जस्तो मोजी आनन्दसँगले हाम्रो गुरुजी यति मात्रै बिच्किँदै हुनुहुन्छ भोटे मोजी राति मैले 3 ट्र्याक्टर बोकिरहेको छु बिहान पो फसेको र भोटे त अघि सुत्नु नि पैसा लोभले किन हुँदैन क्या कुमार गुरु फालिहाल्छ क्या यो फाल्छ र फाल्दैन नि यहाँसम्म बुनौँ न यति पुऱ्याएको त मैले हल्का यसो गर्नु छ कस्तो फाल्छ हौ सोलिङ लगाएको फेरि हाम्रो स्पेसल सोलिङ देख्नुभयो होइन दाइको स्पेसल सोलिङ लु भयो अब दाइले बल गर्न आँट्यो उतिया माथि लाउन छ क्या यो नहुने यस्तो सोलिङ त म गर्दिनँ पनि नगर मोजी अलि लगाउ न छ्याप्प भनेको क्या मलाई यहाँ गाडी कोही बेला जानु त दाइ अल्छे रहेछ भनेपछि थाहा भयो होइन गाइज देखिहाल्नु भयो होला कतिको अल्छे छ ड्राइभर भनेपछि यतिको अल्छे चाहिँ हुनै पर्यो मार्छ कि अल्लु कुखुरा बाख्रा मान्छे होइन फेरि ढुङ्गा ल्याएर मोजी हुन्छ यता उता भन्दा हुन्छ गुरु चाहिँ दिन्छ यत्तिको फायर मात्रै छ होल्यान्ड गाडी होइन
550 500 5500 5500 500 भनेर गाडीको टायर यस्तो नयाँ छ अब यहाँ खुलित हो गाडीको हालत देख्नुहुन्छ साथी कबाडीमा फालेको गाडी उठाएर ल्याएको गाडी यस्तो हुन्छ भने यस्तो तर तान सान मान भनेको हाम्रो पहाडको सबैभन्दा डरो गाडी झापा कुद्ने मान्छेहरू पहाडमा आएर गाडी कुदाउँछु भनेर चाहिँ नसोच्नु होला एकैतालमा खसी हुन्छ फेरि आमा मामा मामा यहाँ लाउनु हो यो छ्यापै अहिले छ्यापा पड्यो उता अर्को गाडी यहाँ तल छ एउटा गाडी यहाँ छ यहाँ ढुङ्गा झारिदियो लगा भनेर हो बल्ल पनि झारिदिएको लगा भनेर हिजो लगाइदिएन क्या बन्दा लगाउँदैन अनि यस्तो बाटो बिग्रेर यो खासमा भन्नुपर्दा नि अल्छे छन् त सबैजना अब ढुङ्गा पनि झारिदियो भन्छ गाडीले होइन झारिदियो ढुङ्गा झारिदियो बाटोको लागि बाटो खुलित छ यस्तो हो अनि यत्रो बाटो ल्याउनु पर्छ हर्केजी हाम्रो हर्के दाई मेरो हर्के दाई यहाँनिर हेर्नुपर्ने भयो तपाईँले बाटो यहाँ बाटो चाहिँ हेरिदिनु पर्ने भयो तपाईँले अब यहाँनिर गाउँमा अब गाह्रो छ यस्तो छ बाटोको हालत होइन यहाँ खोला भयो यहाँ ढुङ्गा छ ट्याक्कै अब दाइहरू अब गाडी निकाल्दैछ हो अब एकछिन पछि अर्को ब्लग